माया हौ माया हौ किन माइलो बोल्न ओ हामीलाई थुप्रै जुन साथीहरूले भनौँ न अब हामीलाई धेरैले सहयोग गर्छु भन्नुभएको थियो। जस्तो हाम्रो नाम चाहिँ भनौँ कि नभनौँ फेरि उहाँहरूलाई पनि होइन। एउटा हाम्रो आरती जुन मामा भन्थे मलाई होइन उहाँहरू, अनि हाम्रो जापान बस्ने एकजना घिमिरे भाइ भनौँ उहाँहरू, अनि हिजो पनि एकजना हाम्रो पाँच थरे भाइले पनि भन्नुभएको थियो दाइ क्युआर पठाइदिनु, मैले जति सक्छ त्यति म सहयोग गर्छु भन्नुभएको थियो। अनि उहाँहरूलाई के भन्न चाहन्छु ल भन त। त्यति सोच दिएकोमा धेरै धेरै धन्यवाद। तर हामी चाहिँ सकेसम्म त्यसरी सहयोग लिने भन्दा पनि हुन त भित्री रूपले लिन पनि सक्थ्यो होला हामीले होइन। लिन त हामीले नसक्ने भन्दा नि तपाईँहरूको मन खुसीले दिनुभएको अब हामीले चाहिँ दिन सक्थेँ होइन। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि आफू जब सक्षम छ नि सकेसम्म भोलि बाइचान्स लिनु पनि पर्ने हुन्छ होइन। त्यो अवस्था पनि आउन सक्छ, त्यो अवस्था नै आउन सक्ला होला। तर हामी चाहिँ सकेसम्म आफ्नो मेहनतले आजसम्म हामीले 1 रुपैयाँ कसैबाट नि हामीले सहयोग लिएको छैन। कसैले पनि उहाँहरूले दिन्छु भन्नुभएको थियो, तर हामीले चाहिँ सकेसम्म हामी नै अगाडि बढ्छौँ। कसैसँग 1 रुपैयाँ नलिकन हामी अगाडि बढ्छौँ भन्ने हाम्रो सोच आजसम्मको भनौँ न लिएर हिँड्दाखेरि हामी बुढाबुढी जसरी नै मेहनत गरेर खान्छु भन्दै हिँड्दैछु। यदि बाइचान्स भोलि सकेन त्यो अवस्थामा तपाईँहरूले चाहिँ सहयोग गर्दा राम्रो। म त्यो बेलामा चाहिँ क्युआर हालिदिन्छु, मैले नसक्ने बेलामा मेरो अवस्था यस्तो भयो मलाई सहयोग गरिदिनु भन्छु। म त्यतिखेर तपाईँहरू सबैलाई सहयोग अपिल गर्छु। तर आज चाहिँ म सकेसम्म आफ्नो मेहनतले खाने विचार चाहिँ गरेर हिँडिरहेको छु है। तपाईँहरूको सोच कस्तो होला, तर मेरो आफूले चाहिँ सोच कस्तो हो नि, तपाईँहरू पनि धेरै पैसावाला त होइन होला। त्यो अब आफ्नो मनले इच्छाले भनौँ न म दिन्छु भन्ने चाहना चाहिँ तपाईँहरूको मनमा भएको कारणले मलाई भन्नुभयो। तर म चाहिँ सकेसम्म होस्, अब तपाईँहरूको दुःख तपाईँहरूलाई नै होला। अब मेरो दुःख मसँग छ, म सकेसम्म 2 छाक खाना पुगुन्जेलसम्म म कसैसँग 1 रुपैयाँ नलिकन हिँड्छु। भोलि परे अब त्यस्तै अवस्थै आयो भने त लिनु पर्यो होइन। त्यो बेला फेरि अपिल गर्छु तपाईँहरू सबैलाई, ल हामीलाई चाहिँ सहयोग गरिदिनु पर्यो भनेर त्यतिखेर हामी भनौँ ल होइन। बुढाबुढी मिलेर सँगै दुवैजना सँगै बसेर हामी चाहिँ बुढाबुढी अहिले सल्लाहमा चाहिँ हाम्रो बुढाबुढीको चाहिँ एक अर्कामा चाहिँ सेयर गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि हामी नलिने अहिलेलाई, बडो लिन पर्यो भने पछि 2-4 वर्ष पछि हुन्छ कि अथवा कुन बेला हुन्छ त्यतिखेर अपिल गरौँला होइन। त्यतिखेर चाहिँ ल है हामीलाई चाहिँ यस्तो सहयोगको खाँचो छ भनेर त्यतिखेर अपिल गरौँला है। ल अब मैले त्योभन्दा अरू केही भन्न चाहन्न, किनभने तपाईँहरूबाट चाहिँ लिएर होइन के, मैले आफै केही गरेर हिँड्छु। त्यसमा चाहिँ मैले केही गरेको ठाउँमा चाहिँ तपाईँहरू छरछिमेक हाम्रो आफन्तीजन सबैले भनौँ न मलाई चाहिँ सपोर्ट गरिदिनु पर्यो, पैसामा होइन। अथवा भिडियो सेयर गरेर भिडियो हेरेर होइन हो त्यसरी, अनि एक अर्कामा चाहिँ मेरो भिडियो अरूकोमा पुर्याइदिने सेयर गरेर हो त्यसो गरेर सहयोग गरिदिनु। भोलि म अथवा कुनै मैले केही गर्न खोज्दाखेरि त्यसमा बडो त्यही विषयमा चाहिँ सहयोग गरिदिनु पैसामा भन्दा पनि होइन, हो कि होइन। त्यही भएर ल हो कि होइन, के भन त के भन्ने हो ल त्यही हो। अनि भोलि समस्या पऱ्यो भने फेरि म अपिल गर्छु तपाईँहरू सबैले, तपाईँलाई अब ल है।